आजको हाम्रो यात्रा धरानको गणेशमान चोकदेखि भेडेटार, धनकुटा, हिले, सिधुवा, बसन्तपुर हुँदै टुटे देउराली अनि गुराँस पोइन्टसम्मको हुनेछ। लेखनाथ चोक, स्वामी चोक, जानकी चोक, 0 पोइन्ट हुँदै हामी उकालो लाग्दैछौँ। पहाडको बाटो विभिन्न घुम्ती मोडहरू पार गर्दै हामी निरन्तर यात्रामा छौँ। क्यामेरामा हुनुहुन्छ उमेश सर। निशाने खोला पार गर्दै हामी अगाडि बढिरहेका छौँ। माथि डाँडामा भेडेटार बजार देखिन थालेको छ। भेडेटार बजारलाई गाडीबाटै निहाल्दै हामी निरन्तर यात्रामा रहनेछौँ। भेडेटार एउटा तीव्र रूपमा विकास भइरहेको पर्यटकीय क्षेत्र हो। यो धरानबाट उत्तरतर्फ 16 किलोमिटरको यात्रापछि आउँछ। भेडेटारमा धेरै घुम्न लायक ठाउँहरू छन्। तीमध्ये पर्यटकको रोजाइमा पर्ने स्काई वाल्क र शङ्खमूल पार्क, शङ्ख पार्क भनिन्छ नै हुन्। भेडेटार बजार पनि धेरै आकर्षक, धेरै राम्रो छ। कोशी राजमार्ग धरान धनकुटाको बाटो साह्रै राम्रो। पहाडी बाटो भए पनि फराकिलो अनि खासै धेरै नबिग्रिएको। बाटोमा पर्ने सुन्दर मनमोहक दृश्यहरू अवलोकन गर्दै हामी हाम्रो गन्तव्यमा निरन्तर लागिरहेका छौँ। चैतको महिना पानी नपरेकोले डाँडा पाखाहरू केही उजाड जस्तो देखिन्छन्। हामी साना ठुला खोला तर्दै तम्मर नदीमा आइपुगेका छौँ। मूलघाटको तम्मर नदीमा रहेको पुल धेरै नै आकर्षक छ। त्यसैले त जो कोही पनि फोटो खिच्न, टिकटक बनाउन तयार भइहाल्नुहुन्छ। यो पुलको लम्बाइ 200 मिटर रहेको छ। मूलघाटमा रहेको
तम्बुर नदीको आकर्षक पुल हेर्दै हामी धनकुटातर्फ सोझिएका छौँ। गुराँस फुलेको होला कि नहोला भन्ने हाम्रो मनमा उत्तिकै उत्सुकता छ। गुराँसको राजधानी भनिने तिनजुरेले हामीलाई कतिको आनन्दित बनाउँछ हेर्न बाँकी छ। हामी धनकुटा बजारलाई छोड्दै हिलेतर्फ लागेका छौँ। हिलेमा केही सामान खरिद गरी हामी बसन्तपुरतिर लाग्ने योजनामा छौँ। हामी धरानका मान्छे, गर्मी ठाउँका मान्छे हिले बजारमा उहाँहरूले चिसो पदार्थ, पेय पदार्थहरू फ्रिज नखोली राखेको कारणले गर्दाखेरि दिक्क हुँदै त्यही चिसो पदार्थ केही खरिद गरी हामी हाम्रो गन्तव्यमा अगाडि बढेका छौँ। हिलेमा रहेको होराइजन रिसोर्ट हाम्रो देब्रेपट्टि रहेको छ। हामी यो रिसोर्टलाई छोड्दै अगाडि बढ्दैछौँ। अगाडि खुल्ला ठाउँमा केही छिन विश्राम गरी हामी फेरि हाम्रो यात्रामा अगाडि निक्लिनेछौँ। सिधुवा बजार हुँदै हामी बसन्तपुर लाग्यो। यो अब सिन्धुवा प्रारम्भ यहाँदेखि पूर्वको पहाडको यात्रा छ। 3 जना पूर्वका छन्, 1 जना म पश्चिमको छु हैन। 3 जना पूर्वका, 1 जना म पश्चिमको। साह्रै गाह्रो छ यात्रा। पेलेरै सके। यहाँ फोटो खिच भन्छन्, यहाँ खिच भन्छन्, ठाउँको नाम आफूलाई थाहा छैन। हेर्नुहोस्, गाह्रो छ हौ। Okay, now we have this Sindhua Bazaar. That side we have cement factory which is not functioning at present. Then we have मेरो भाषामा के भनौँ, हामीले सिधुवा बजारबाट बसन्तपुरको यात्रा सुरु गरिसकेका छौँ। सिधुवा बजारबाट दाहिनेतर्फ लाग्दा चाहिँ शुक्रबारे बजार आउने रहेछ। शुक्रबारे भन्ने ठाउँ जुन चाहिँ होर्डिङ बोर्डमा पनि देख्न सकिन्छ। हामी नुनथला पार गरी चित्रे आइसकेका छौँ। अब केही बेरमै बसन्तपुर पुग्नेछौँ। हामी बसन्तपुर आइसकेका छौँ। बसन्तपुर समुद्री सतहबाट 2200 मिटरको उचाइमा रहेको छ। बसन्तपुर बजारमा राम्रो होटल नपाएपछि हामी देउरालीको गेस्ट हाउसमा रात बिताएर भोलि बिहानै आरआर गार्डन तिनजुरेसम्मको यात्रामा निस्किनेछौँ। यो गुराँसको राजधानी भनिने तिनजुरेको आसपास अब यी सबै लाली गुराँसका रुखहरू, जङ्गल, गुराँसको राजधानी एउटै फुले। अहिले चाहिँ हामी टुटे देउरालीबाट माथि आरआर गार्डनको आसपासमा छौँ। यो लाली गुराँस चाहिँ एउटै पनि फुलेको अवस्था छैन। हामी लाली गुराँस एउटै भए पनि हेरौँ भनेर
खोज्दै खोज्दै आरआर गार्डनबाट मास्तिरसम्म जाँदैछौँ। पर रातो यसो एउटा देखियो, म त्यसलाई चाहिँ यहाँ मेरो क्यामेरामा कैद गर्ने कोसिस गर्छु। यहाँ हामीलाई लाली गुराँस हेर्ने सौभाग्य मिलेको छ। 2-3वटा फुलेको रहेछ। हामीले यतिमै चित्त बुझाएर घर फर्किने विचार गरेका छौँ।